अहिले चटपटी बन्दैछ है अब चाहिँ हाम्रो यहाँ। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु आवर युट्युब च्यानल। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले आफ्टर लङ टाइम पछि मैले भिडियो बनाउन सुरु गर्दैछु। अनि आज चाहिँ 2022 सालको नयाँ वर्ष हो। आज चाहिँ ह्याप्पी न्यु इयर सबैजनालाई। अनि आज चाहिँ हामी घुम्न गइरहेको छौँ। अहिले चाहिँ म सोलुमा छु। अनि अब हाम्रो घुमघाम, आजको घुमघाम चाहिँ कस्तो हुन्छ भिडियो बनाएर देखाउँछु, हेर्दै गर्नु होला। अब हामी रेडी भइसकेको छौँ। अहिले चाहिँ 5 बज्न लागेको छ। अब हामी सबैजना धेरैजना छौँ जान चाहिँ। अनि हेर्दै गर्नु होला भाइ कस्तो हुन्छ हाम्रो आजको घुमघाम अनि न्यु इयरको दिन। बिहान 5 बजे हामी चाहिँ हिँड्दैछौँ। अगाडि भाइहरू, फुपूहरू, बहिनीहरू अनि पछाडितिर पनि आउँदैछ। रातिको भ्यू यो चाहिँ सोलु सल्लेरीको रमाइलो भएर हुन्छ जस्तो छ। आज चाहिँ जे होस् न्यु इयर। ओके गाइज, लेट्स सी आजको दिन कस्तो हुन्छ होइन। जति सक्दो म चाहिँ सबै भिडियोहरू क्याप्चर गर्नेछु। अनि त्यही हो। अघि माथि थियो त, म ब्लग बनाउँछु ल। हेलो हेलो। सो गाइस, अब चाहिँ गाडी आइसकेको छ हाम्रो। हामी चाहिँ यत्रोजना छ। उज्यालो भइसकिसक्यो। अनि हामी सबैजना यता छौँ। सल्लेरीमा बस आउँदैछ। अब बस आइसकेपछि हामी चाहिँ जानुपर्ने हुन्छ। अब यता त हिउँ परेको के हो यो सेतो सेतो? ए गुराँसहरू पनि फुल्दो रहेछ। हामी चाहिँ तल आधा बाटोसम्म चाहिँ गाडीमा आयो। अब चाहिँ हिँड्दैछौँ। कोही अगाडि कोही पछाडि। हामी 3 जना मात्रै बाँकी रहेछौँ यहाँ चाहिँ। अरू चाहिँ पछाडि अनि अरू चाहिँ अगाडि। अनि यतातिरको चाहिँ यस्तो रहेछ। हामी चाहिँ गाडीमा आएको छौँ नि त ठुलो बसमा। अनि ठुलो बस चाहिँ आउँदैन रहेछ यता चाहिँ। अनि त्यही भएर हामी चाहिँ अब पैदल यात्रा गर्दैछौँ। अनि भाइहरू पनि पर्खिँदै रहेछ। अरूहरू चाहिँ सबै पछाडि नै छन्। डान्स गर्दैछ पुरै भाइहरू। सो अचु लास्टै जाडो रहेछ, चिसो चिसो रहेछ पुरै। हातहरू चाहिँ ठिराएर बिजोक भइसक्यो। अनि लुगा धेरै नओड्नेहरूको पनि बिजोक भयो यहाँहरू। अनि त्यस्तै छ। अब चाहिँ हामी जाँदैछौँ। अब परै पुगेर कस्तो हुन्छ हेर्दै गर्नु होला। सो गाइज, हामी चाहिँ आइसक्यो। यो चाहिँ पत्तले गौरी टरे होइन, यही रहेछ प्लेस चाहिँ। अनि यता यस्तो रहेछ होइन, यता डाँडा। अनि म यता छु मास्क लगाएर। अब माथि डाँडामा जान्छौँ हामी कस्तो रहेछ हेर्नलाई। अनि खै म त कस्तो पो लाग्यो, अनौठो टाइपको लाग्यो होइन। अनि यस्तो रहेछ, पुरै मेला लाग्छ कि जस्तो लाग्यो कि मलाई चाहिँ। सायद मेलै लाग्छ होला यहाँ। त्यतिको कति खिचेको हो फोटो। ए खै गुराँस त्यस्तो धेरै त रहेनछ नि, परतिर चाहिँ रहेछ। तर आमा रमाइलो रहेछ यार है। यसपालि धेर गुराँस फुलेको रहेनछ कि। सबै बसिराख्नु भएको छ। ब्लग बनाएको ब्लग। अझै आधा चाहिँ आउनै बाँकी छ। मन्दिर चाहिँ उत्तो माथिको हो अरे। अब मन्दिरमा चाहिँ दर्शन गर्छु कि गर्दिनँ त्यो चाहिँ अहिले मलाई थाहा छैन। अनि तर रमाइलो रहेछ। अब चाहिँ हामी फोटोसुट गर्नेछौँ। अनि सबैजना आइपुगेको छैन। हाम्रो 2टा टोली भयो कि। अनि हाम्रो टोली जति आइपुग्यो, अर्को टोली चाहिँ आएकै छैन। सो अब हामी फोटोहरू खिच्छौँ। अनि यतातिर हुनुहुन्छ सबैजना होइन। यही रहेछ भाइरल प्लेस हो रे यो चाहिँ होइन।
तर खै म चाहिँ पत्याएन, मैले चाहिँ अहिलेसम्म देखेको पनि थिएन, फर्स्ट टाइम आएको। तर जस्तो सुकै भए पनि अब रमाइलो गर्नुपर्छ होइन, रमाइलो गर्नको लागि आएको हो हामी। अनि यस्तो रहेछ प्लेस, अनि पुरै हाम्रो टोलीहरू यो चाहिँ सबैजना। अनि यता मेरो बहिनीको छोरी, यो चाहिँ आमा चाहिँ यहाँ सबैजनाले ब्लग हेरै, म भोलि पर्सितिर एडिट गरेर हालिदिन्छु, हेर्नुपर्छ लाइक गर है नानी बाबुहरू। अब ठिक छ, हामी सबैजना फोटो सुट गर्नेछौँ अनि भिडियोहरू बनाउनेछौँ। अनि यस्तै रहेछ। सो म चाहिँ यस्तो हालतमा छु, अनि पुरै कपाल पनि लबर पनि ल्याएको रहेनछु बिर्सेर, हावा तालमा आएको जस्तो भइरहेको। अनि लुगा पनि यस्तो छु, अनि ठिकै छ, जस्तो सुकै भए पनि आज न्यु इयर हो, रमाइलो गर्नुपर्छ। 2022 सालमा चाहिँ एकदमै रमाइलो गरेर यो वर्ष बिताउनु पर्ने हुन्छ हामीले होइन। त्यही भएर तपाईँहरू पनि को हेर्दै हुनुहुन्छ मेरो भिडियो, अनि हामी जसरी रमाइलो गर्दैछौँ त्यसरी नै तपाईँहरू पनि रमाइलो गरेर यो साल चाहिँ बिताउनु होला भन्दै पछि अब के गर्छौँ देखाउने नै छु, हेर्दै गर्नु होला। हेलो, आज चाहिँ हामी चाहिँ गौरीटार घुम्न आएको छौँ होस्टेलबाट। अनि बाहिरबाट पनि मेरो साथीहरू, दिदीहरू, नानीहरू आउनु भएको छ। अनि हामी चाहिँ आज फर्स्ट टाइम हो यहाँ घुम्न आएको छ। अनि भर्खरै आइपुगेर एकछिन बसेर दिदी यता हुनुहुन्छ, खासै लाग्छ दिदीको कस्तो राम्रो क्या साँच्ची भनेको। अब हामी माथि दर्शन गर्न जान्छौँ। अब चाहिँ अनि दर्शन चिसो गर्नु रहेछ है यहाँ चाहिँ, हावा त्यस्तै चलिरहेको छ। यहाँ मेरो कपाल उडाएर उठाइसक्यो। लाली गुराँस चाहिँ खासै फुलेको छैन रहेछ, के हो ठिकै रहेछ। अनि चाहिँ अब दर्शन गर्न जान रहेको, दर्शन गरेर चाहिँ नाच्छ होइन। अनि हामी चाहिँ यता भर्खर आइपुगेर एकछिन फोटो खिचेको नि त। आउँदो रहेछ लु त म गाइज हेर्नु न, अहिले चाहिँ झन् मान्छेहरू चाहिँ सबैजना धेरैजना भइसक्यो नि त। अनि कस्तो रमाइलो देखिरहेको, वाउ यो भाइहरू हेर्नु, यो चकचक गरे भागे हामीसँग त हुँदैन भने। हेर कस्तो रमाइलो देख्दो रहेछ हौ। बिल्ला हुन्छ आइफोन कि आइफोन भनेर हेर न। यहाँ चाहिँ हामी दर्शनको लागि त्यो सामानहरू किन्दैछौँ, यता सबैजनाले किन्दैछ। म चाहिँ किन्ने कि नकिन्ने के भइरहेछ कि, दर्शन गर्नु कि नगर्नु भइरहेछ, अलि नमिल्ने टाइप पनि भइरहेछ। तर हुन्छ केही हुँदैन भन्नुहुन्छ होइन दर्शन गर्नलाई। अब हेर्छु खै के हुन्छ होइन। डेट चाहिँ यही रहेछ होइन। अनि बहिनीले भिडियो गरायो हुन्छ। मिङ्कु कहाँ गयो? मिङ्कु चाहिँ यहाँ लथलिङ्ग भएर हिँडिरहेको छ। अब चाहिँ हामी छियो माथि। म चाहिँ यस्तो, मैले चाहिँ दुध मात्रै पोल्यो, दुध मात्रै बाल्छु। अनि अरू चाहिँ नगरौँ न, मतलब मन्दिर चाहिँ माथि छ, त्यहाँदेखि माथि पसलहरू सबै यस्तो रहेछ। अनि तलदेखि चाहिँ रमाइलो देखिरहेको थियो। अनि यहाँबाट पनि ठिकै देख्दो रहेछ होइन। अब जाँदै हुनुहुन्छ, आधा माथि सबै गइसक्यो। आज त खै ग्रुप के हो, आधा छुटिसक्यो। छोकीहरू खोइ गइसकेको हो। उसले केही किनेन किन? ए म त दुध मात्रै बाल्नु पर्यो। कर्महरू पनि गइसकेको हो। कर्ममा फेरि 2जना परेछ कि गाह्रो छ। हुन्छ धेरै चाहिँ किन उठाउने हो र? छोकी दुध नकिनेको। म चाहिँ भित्रै चाहिँ बस्दिनँ होला, बाहिर चाहिँ दुध बाल्छु। लु आउनुहोस् छिटो, यस्तो देखिरहेको छ यहाँ चाहिँ। दर्शन गरेर निस्किसक्यो हामी चाहिँ। यो भित्र दर्शन गर्नुपर्ने रहेछ, तर मैले चाहिँ भिडियो चाहिँ बनाएन। दर्शन गरिसक्यो, मलाई देखिरहेछ एकदम क्लियर यस क्लियर देखिरहेछ अरे। यस्तोतिर यस्तो रहेछ होइन। अब नगर न यस्तो, यहाँभित्र दर्शन गर्नुपर्ने रहेछ होइन। यहाँ हामीले चाहिँ दुध चाहिँ अगाडि बालेको छ, भित्र बनाउनु पर्दैछ। अब हामी उतातिर जान्छौँ,
यतातिर जान्छौँ, यतातिर कस्तो रहेछ हेर्नेछौँ। रमाइलो रहेछ जे होस्। देवीतिर दर्शन गर्ने यता पनि रहेछ, तर खुला रहेन कि के हो, पुरै यो खेल्दैछ। रमाइलो रहेछ, अनौठो ठाउँमा रहेछ कि तर यो शान्त ठाउँमा। ए यहाँ पनि गर्नुपर्ने हो। सो गाइस हामीले चाहिँ दर्शन पनि गरिसक्यो यहाँ अनि यहाँ अनि यहाँ 3 ठाउँमा रहेछ होइन दर्शन गर्न चाहिँ। अनि यता दर्शन गरेर बाहिर हावाले तर कपाल उडाएर लुगा उडाएर पिठो बनाउँदो रहेछ होइन। अनि फोटोहरू पनि खिचिसक्यो हामीले चाहिँ। अनि यता हुनुहुन्छ सबैजना। अनि आकाश क्या राम्रो देखिरहेछ कि होइन, पुरै राम्रो देखिरहेछ, बादल देखिरहेछ। यतातिर पनि बनाउँदै रहेछ होइन। सो अब हामी उता जान्छौँ, हेर्दै गर्नुलाई कस्तो हुन्छ होइन। सो गाइज अब चाहिँ हामी दर्शन गरेर फर्किसक्यो। म चाहिँ ख्यालमै दर्शन गऱ्यो कि अब ठिकै छ, गरिहाल्यो होइन। सबै मेरो मनमा सोचेको इच्छा सबै पुरा गरिदिउन्, त्यही हो। त्योभन्दा अरू त के हो र होइन। 2081 साल जस्तो सुकै दुःख जेसुकै भए पनि 2082 साल चाहिँ मेरो खुसी साथले अनि मैले सोचेको सबै पुरा होस् भनेर म होस् भन्छु। अनि त्यही हो, अब चाहिँ हामी दर्शन गरेर नि फर्किसक्यो सबैजना। अनि अब चाहिँ हामी खाजाहरू खान्छौँ। हाम्रो खाजाहरू के छ भनेर त्यो पनि तपाईँहरूलाई देखाउने छु होइन। अनि यताको दृश्य चाहिँ यस्तो रहेको छ। सो बिहानभन्दा चाहिँ अहिले अलिक रमाइलो टाइपको देखेको छ होइन। अनि सो यस्तै छ होइन। अहिले घाम पनि लागिरहेको छ अनि एकदमै रमाइलो। अनि के भन्ने यस्तै भइरहेको छ। भिडियो चाहिँ तर एकदमै लामो हुन्छ होला, तर नि केही छैन। पार्ट 1, 2, 3 गरेर म एडिट गरेर हाल्नेछु होइन। यस्तो रहेको छ। अनि आकाश क्या दामी देखेको छ होइन। अनि माथि यस्तो रहेको छ। अनि म छु। अनि अब हामी जान्छौँ तल। यहाँ भाइले खरबुजा भनेर मेरो दिमाग खाइसकेको छ। अब म खरबुजा किन्छु अनि त्यसपछि हामी खाजाहरू खान्छौँ। अनि हेर्दै गर्नु होला अब के कस्तो हुन्छ होइन। हाम्रो खाजा चिया नास्ता कस्तो हुन्छ हेर्दै गर्नु होला। अनि यही छ, गेटमा आइपुग्यो हामी। अब पहाडी डाँडामा जान्छौँ हामी चाहिँ। अनि त्यही हो, हेर्दै गर्नु होला। होइन क्या दामी भ्यू हो कि साँच्चीको लास्टै दामी भ्यू भएर छ होइन। हामी चाहिँ यत्रो टाढा आइसक्यो, हेर आकाशको भ्यू। अनि यहाँ बहिनीहरू छ होइन। अब यस्तो राम्रो भ्यू हो, माई गॉड म त डल्छु होला। व्हाट अ नाइस हो। रमाइलो भइरहेछ होइन। आज चाहिँ न्यु इयर हो नि त 2082 साल। आज यति धेरै हाँसी खुसी भइरहेछ होइन। सधैँ यसरी नै जिउन यो डाँडामा आइपुग्दा चाहिँ मेरो मावलाको याद आयो। अनि होइन कागहरू पनि हेर्नु न, वाउ। अनि मेरो मावला तल देखिरहेछ होइन। जुम गर्न चाहिँ मिलिरहेको छैन, मेरो सामने छ नि त। ल ल ल मेरो भाइ ह्यान्डसम देखिरहेछ होइन। वाउ कस्तो दामी देखेको हेर, कस्तो दामी देखेको। अब चाहिँ हाम्रो यहाँनिर के बनाउने हो, खाने हो होइन। चिया नास्ता पानी गर्ने हो। अनि कुकुर पनि आएको छ हामीसँग रमाएर बिचरा। अब कहाँ आइपुग्यो जस्तो भइरहेछ। यस्तो रमाइलो हुँदो रहेछ है। हेर्नु न गाइस, वाउ। अब हामी यहाँ खाजा खान्छौँ, खाजाहरू बनाएर। हामीले चाहिँ सबै उतैबाट किनेर ल्याएको छौँ नि त हिजै। अनि त्यसपछि सबैजना खाजाको लागि रेडी छ। भोक लागेको हो र तपाईँहरूलाई? हाइट मलाई त यो भ्यूहरू देखेर होला भोक पनि लागेको छैन, तिर्खा नि लागेको छैन अरे के। तलतिर चाहिँ फोटोसुट भइरहेको छ। अब यस्तै छ, हेर्दै गर्नु होला हाम्रो नास्ता पानी कस्तो हुन्छ अरे। हाई गर सबैले। अर्को ग्रुप चाहिँ उतै छ, हाम्रो मात्रै हो, हाम्रो ग्रुप मात्रै हो यहाँ चाहिँ। अब ल सबैले निकाल्दै हुनुहुन्छ, सबैले रेडी गर्दै हुनुहुन्छ होइन। अब ल आउँछ
छिटो बहिनी र भाइहरूको यहाँ रनिङ चल्दैछ अब हामी खाजातिर लाग्छौँ ए झन् क्याच भएन भयो अब स्प्राइट खानुपर्ने भयो हामी चाहिँ दुरोट खाइसक्यौँ खाँदै हुनुहुन्छ सबैजना अनुशासन भएर खाइरहेछन् भाइहरू बहिनीहरू ल अब म पनि पिउँछु रेगे चेयर्स हामी दिदी बहिनीको मात्रै चेयर्सहरू क्या हो सो गाइज हामी चाहिँ खाजाहरू खाइसक्यौँ आधाउधी खाजाहरू चाहिँ त्यस्तै थियो दुनोट अनि चिउरा दालमोट कोक अनि त्यस्तैहरू थियो अनि अहिले चाहिँ बसिरहेछन् यहाँ सबैजना रेस्ट गर्दै कोही टिकटक बनाउँदै कोही कता कोही के गर्दैछन् अनि म चाहिँ छु यता आज चाहिँ न्यु इयरको दिन चाहिँ यति धेरै रमाइलो भइरहेछ मलाई चाहिँ होइन भोक पनि लागेको छैन तिर्खा पनि लागेको छैन भनौँ भने अनि यो माथिको भ्यू क्या दामी देखिरहेछ होइन हेर्नु न वाउ अनि म चाहिँ काली भएको रहेछु केही पनि छैन ठिकै छ काली गोरीमा नो डिफ्रेन्ट होइन तर पनि अझ चाहिँ खुसी यति धेरै खुसी भइरहेको छ कि मलाई चाहिँ अरूलाई चाहिँ थाहा भएन कस्तो भइरहेको छ भन्ने कुरा अनि यता टिकटक बनाइरहेछन् कोही यता उफ्रिरहेछन् आफ्नै दुनियाँमा छन् सबैजना अनि म मेरो आफ्नै दुनियाँमा छु अनि के भयो आजको भिडियो चाहिँ कस्तो भयो भन्ने पनि थाहा छैन होइन तर जस्तो सुकै भए पनि हेरेर माया गरिदिनुहुन्छ भन्ने चाहिँ मेरो पूर्ण आशा छ ममा अनि त्यसपछि भिडियो चाहिँ लामो हुन्छ होला होइन केही पनि छैन जस्तो सुकै लामो भए पनि म के अरे 1 2 3 गर्दै राख्ने छु अनि तर यो भिडियो चाहिँ अझ न्यु इयरको दिनको भिडियो चाहिँ ढिलो आउन सक्छ किनभने म एडिट गर्न पाउँदिनँ भोलि म काठमाडौँ जाँदैछु अनि काठमाडौँ गएर 1-2 दिनपछि मात्रै आउन सक्छ होइन तर पनि जतिसुकै ढिलो आए पनि मेरो ब्लग हेरिदिनु होला सबैजनाले पागल भयो क्या हो अनि यस्तै छ होइन अनि हावा चाहिँ लास्टै हुँदो रहेछ चिसो चाहिँ लास्टै छ अनि त्यसपछि के भनौँ त्यसपछि यस्तै छ हेर्नु न वाउ यो माथिको यो बादल के कस्तो रमाइलो लागिरहेछ मलाई होइन अरूभन्दा पनि मौसम चाहिँ धेरै नै साटिएको छ नि त त्यस्तै हो अरू पनि सबैजना आइरहेको छन् अनि सबै उता छन् हामी चाहिँ धेरै टाढा आएको छौँ यता होइन तर देखिँदैन रहेछ हामी चाहिँ टाढा छ मान्छे चाहिँ धेरै नै छ उता चाहिँ अनि यता चाहिँ हल्का छ त्यस्तो धेरै मान्छेको भिडभाड चाहिँ छैन उता चाहिँ हामी चाहिँ तर यतै नआएको हो नि त त्यही भएर हो हेर्दै गर्नु होला मेरो भिडियो कस्तो हुन्छ होइन अनि अब के गर्छु कस्तो गर्छु त्यो पनि सबै देखाउने छु हेरेर साथ दिनु होला झन् नजिक आयो झन् दामी देख्न थाल्यो अहिलेको मान्छेको भिड यतिको छ अहिले चाहिँ बस्दैछ 11 दिउँसोको सो हेर्न वाउ मान्छेको भिड यतितिर सबै बसिरहेको छन् हाम्रो टोलीहरू यति छन् बिचरा अरू कहाँ पुग्यो हामीहरू मात्रै यति छन् अनि कस्तो राम्रो देखेको कि वाउ यो साँच्चीकै अब हाम्रो चाहिँ लगभग सक्यो भनौँ हामी चाहिँ बजार चाहिँ घुम्दिनँ खासै घुम्ने खालको चाहिँ छैन घुम्नै पर्छ भन्ने चाहिँ छैन अनि त्यही भएर घुम्दिनँ वाउ माथिको क्या दामी देखेको यार राम्रो लाग्यो मलाई चाहिँ बिहानभन्दा अहिले चाहिँ झन् मान्छेको भिड हुन थालिसक्यो अब गरेसम्म हेरौँ कति के हुन्छ सक्छ म सबै लिन्छु भिडियो लिन्छु तर मेरो चाहिँ मोबाइलको चार्ज चाहिँ सक्यो कि सबैले यहाँबाट फोटो खिच्ने यताउताखेरि के भनेर चार्ज चाहिँ सकिसक्यो केही छैन तर नि म अफ अन गर्दै भए पनि म भिडियो लिनेछु गरेसम्म चाहिँ कस्तो हुन्छ हेर्दै गर्नु होला अहिले चाहिँ मान्छेको ब्याग यतिसम्म भएको छ वाउ यो चाहिँ किन दामी के अझ हेर्नु न मान्छे त हामी त हेरेकै भयो कि कति धेरै आउँदै जाँदै गरेछन् होइन तर पनि कति धेरै मान्छेहरू छ सोचेको पनि थिएन यतिसम्मको हुन्छ भनेर चाहिँ हाइट नसोचेको भयो तर आजको न्यु इयर जोस् खुसी छु एकदमै बाटै जाम भइसक्यो यस्तो अब के साह्रो हो यो नलजाउनु न अरे के
बन्दैछ है अब चाहिँ हाम्रो यहाँ गाइजहरु माग्ने छ कोही खाँदैछ कोही यहाँ गफ लडाइरहेछ यहाँ चटपटे बनाउनको लागि यसरी दुःख गर्दैछ हाम्रो खाजा यस्तो छ चटपटे चटपटे हाइट खतरा बन्छ जस्तो छ पड्किनु नि सक्छ सबैजना टाढै बसेर खान्छ टाढै बस्नुपर्ने हुन्छ बिचरा कार्टुन मागेर कार्टुनमा बनाएर आएको हामी कति दुःखले अनि चाहिँ कहाँ रे गाइस हेर्नु न हौ भिडभाड के साह्रो हो यो हाइट यति धेरै छ कि होइन भिडभाड हाइट सो गाइस यो भिड देख्न सक्नुहुनेछ सोचेको पनि थिएन यति धेरै हुन्छ भनेर चाहिँ होइन आम्मा कसम सच्चै यति धेरै हो आम्मा हेर्नु काम क्या छु भिडियो गर्दैछु मैले हाइट यो भिड देख्दा चाहिँ सच्चै होला सोचेको पनि थिएन हौ यस्तो हुन्छ राम 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 के हो पानी पर्नै लागेको छ लास्टै हावा चिसो आइरहेको छ होइन अहिले चाहिँ अनि अब ओ सरी भिड के साह्रो हो क्या यो ल यो बिहानको र अहिलेकोमा देख्न सक्नुहुनेछ कति डिफ्रेन्स छ भनेर होइन सोचेको पनि थिएन हौ हाइट साँच्चीकै आफ्नो मान्छे चिन्न पनि यहाँ चाहिँ मुस्किल परिरहेछ कि कति धेरै हो राम 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 हेर त हाम्रो मान्छेहरू छ कि यहाँनिर चाहिँ होइन यहाँ तर चिन्नै गाह्रो छ कि ल सो गाइस अब चाहिँ हामी फर्किसकेको अनि त्यहाँ चाहिँ बस्दा भयो अनि त्यसपछि अब चाहिँ हामी फर्केको अनि 10-15 मिनट जति चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ किनभने हामी चाहिँ ठुलो बसमा आएको हो नि त अनि त्यसपछि ठुलो बस यहाँबाट आउँदैन त्यही भएर हामी चाहिँ तलबाट चाहिँ खुट्टाले हिँडेर आएको थियौँ अनि फेरि अब चाहिँ फर्केर जाँदैछौँ अनि त्यही हो यति धेरै रमाइलो भयो अनि लास्टै इन्जोय पनि गऱ्यो होइन तर भिडियो चाहिँ कस्तो भयो थाहा भएन अब गर्न त मैले गरेकै हो राम्रोसँग नै होइन अनि कोही अगाडि छन् कोही पछाडि आउँदैछ अनि अब गएर चाहिँ हामी जानुपर्ने हुन्छ काली काली भइछु म त अनि यति धेरै रमाइलो भयो अनि जङ्गलको बाटोमा हिँडिरहेको छौँ अहिले चाहिँ अनि अब यस्तै होला गाडी कतिखेर गाडी चाहिँ तल छ कि छैन थाहा छैन तर अनि छ भने ठिकै छ छैन भने पनि हामी वेट गरेर जानेछौँ गाडीमा अनि त्यही हो अब भिडियो बनाउन पाउँछु पाउँदिनँ थाहा भएन आफ्टर लङ टाइम पछि चाहिँ मैले भिडियो बनाएको अनि यो बिचमा चाहिँ मैले लगभग 2 महिना भइसक्यो होला मैले के अरे भिडियो नबनाएको अनि युट्युबमा नहालेको पनि होइन अनि लङ टाइम पछि भिडियो आए पनि माया नमारिदिनु होला माया गरिदिनु होला होइन अनि त्यस्तै हो अब हामी रुम जान्छौँ सबैजना कोही अगाडि कोही पछाडि छन् अनि अब वेट गर्नुपर्ने हुन्छ सँगै आइसकेपछि सँगै जानुपर्ने पनि हुनुपर्ने हुन्छ त्यही भएर जान्छौँ हामी होइन अनि अब चाहिँ भिडियो बनाउन पाउँछु पाउँदिनँ थाहा छैन सो बनायो भने पनि म देखाउने नै छु बनाएन भने पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन सो त्यही हो हेर्दै गर्नुहोला
हेलो एभ्रिवान, गुड मर्निङ। सो अझ चाहिँ म छु काठमाडौँमा हिजो आएको। सो फ्रेजहरू पनि यस्तो भइसक्यो गाडीको हावाले, चिसोले। अनि मैले अस्तिको भिडियो चाहिँ एडिट गरेको थिएन, अनि लास्ट टाइममा इन्ड पनि गरेको रहेनछु। सो त्यो दिन चाहिँ नसोचेको रमाइलो भयो, एकदमै रमाइलो भयो भनौँ। अनि भिडियो एडिट गर्न पाएको थिएन नि त। अनि सो आज चाहिँ मैले बिहान भिडियो एडिट गरेको थिएँ, तर लास्ट टाइममा इन भएको रहेनछु, भिडियो इन गरेको रहेनछु। त्यही भएर भिडियो इन गर्नलाई म चाहिँ अहिले बिहान काठमाडौँबाट भिडियो बनाइरहेको छु। सो कस्तो भयो, के भयो भिडियो होइन, जस्तो सुकै भए पनि हेरेर माया गरिदिनु होला, साथ दिनु होला भन्दै अनि यो भिडियो चाहिँ यही इन गर्छु म। सो अर्को नेक्स्ट भिडियो कहिले हुन्छ, कस्तो के हुन्छ त्यो चाहिँ थाहा छैन। जुन दिन मलाई जहाँ चल्छ म त्यही दिन भिडियो बनाउने छु। सो हेर्दै गर्नुहोला, अनि जस्तो सुकै भए पनि भिडियोलाई माया गरिदिनु होला। जसले सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरेर, लाइक गरेर, कमेन्ट गरेर साथ अनि सपोर्ट गरिदिनु होला भन्दै यो भिडियोलाई यहीँ इन गर्छु। बाई बाई एभ्रिवान। रोग है लगा हुआ जो लिखता हर बात पे, मिलूंगा मैं मरा हुआ नशेड़ियों के साथ में। उस रात में मौजूद था जो तेरा है वजूद, बेटे नाचते हैं तेरे जैसे लड़के मेरी